थ्याङ्क यू एभ्री वान फर बिङ हियर। यो प्यानलको लागि एग्री गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु हामी होल नेपाल भिगन ग्यालरीको टिमबाट। मेरो पहिलो प्रश्न आर्टको तर्फबाट एक्टिभिजम चाहिँ कसरी प्रमोट गर्न सकिन्छ र कतिको इम्पोर्टेन्ट छ जस्तो लाग्छ हजुरहरूको भनिदिनु होला। सबसे कुरा त आर्ट हामी एक्टिभिजममा सुरु गरेकै जस्तो तपाईँहरूले एउटा ब्याकग्राउन्ड दिएर दिपेश शर्मा हामी भेटेको पनि एउटा आर्टिस्टिक प्रोग्रामबाटै भेटेको थियौँ। एउटा क्युब टु फिल्म इभेन्ट गर्थ्यौँ जुनमा चाहिँ हामीले एउटा भिडियो प्लेटफर्मबाट को आधारबाट चाहिँ हामीले चाहिँ जस्तै एनिमल जनावरहरूलाई कस्तो सफरिङ हुन्छ भनेर हामीले देखिरहेको थियौँ होइन। सो मेरो लागि चाहिँ यो आर्ट इज त्यो इमोसन तपाईँको कस्तो हुन्छ लजिक आफ्नो ठाउँमा चाहिँ मान्छेहरूले भन्दा बाँच्नु परेछ त्यही भएर खानु परेछ भन्दा तर मेरो लागि यो आर्ट भनेको त एउटा कम्युनिकेसन मिडियम हो होइन। कहिलेकाहीँ चाहिँ हामीले लाग्छ कि मलाई अलिकति चित्र कोर्न आउँदैन, मलाई यो म एक्ट गर्न सक्दिनँ, म नाच्न सक्दिनँ, म आर्टमा यो त्यति राम्रो छैन कुनै आर्ट फर्म भने चाहिँ सबै कुराको लागि होइन। मैले एउटै यो फाइन आर्टबाट भनेको होइन। तर त्योभन्दा पनि तपाईँको के भयो भन्दाखेरि तपाईँले त्यो कुरा कम्युनिकेट गर्न सक्नुभयो भने थाहा भएको कुरा र हामीलाई के भन्न मन छ कनेक्टेड हो। हजुर हजुर कृष्ण दाईलाई पनि सिन्स यु हेभ बिन वर्किङ एज अ ग्राफिक डिजाइनर अनि चाहिँ तपाईँ एक्टिभिजम फिल्डमा पनि त्यत्रो वर्षदेखि लागिराख्नु भएको छ र आफ्नो एक्टिभिजममा तपाईँले यही डिजाइनकै कामहरू पनि कति धेरै युटिलाइज गरेर एनिमल राइट्सको मेसेजेसहरू चाहिँ अगाडि बढाइराख्नु भएको छ। तपाईँलाई चाहिँ अब के लाग्छ यसको बारेमा आर्ट र एक्टिभिजम कतिकोसम्म रिलेटेड छ, कतिकोसम्म चाहिँ सँगै लान पर्ने हुन्छ जस्तो लाग्छ? धन्यवाद प्रश्नको लागि र सबैजनालाई वर्ल्ड भिगन डे आजको उपलक्ष्यमा सबैजनालाई शुभकामना पनि भन्न चाहन्छु। र यो यदि म आर्टिस्ट नभइदिएको भए फाइन आर्टको म स्टुडेन्ट नभइदिएको भए चाहिँ सायद म यो फिल्डमा या हुन्थेन या चाहिँ अलिक पछाडि हुन्थ्यो होला। मलाई जति बेला मैले एक्टिभिजम सुरु गरेँ त्यति बेलादेखि नै यो आर्टको चाहिँ महत्त्व र यसको इम्पोर्टेन्स चाहिँ त्यति बेलादेखि नै भएको हो मलाई त्यस्तो लाग्छ। सुरुमा नै अब डिजाइन गर्ने अनि त्यस पोस्टरहरू बनाउने मनमा लागेको कुराहरू जोडजाड गर्ने लेख्ने सोसियल मिडियामा राख्ने आदि इत्यादि गर्दै जुन हाम्रो पेन्टिङवाला जुन अहिले हामीले गरिरहेछौँ एक्जिबिसन गरिरहेछौँ त्यो आर्ट चाहिँ कस्तो भने यो संसारको सबभन्दा पहिलो लिखित भाषा भनेकै यो आर्ट होइन। संसारको पहिलो र प्रभावकारी यो दिमागसँग मात्रै होइन कि मनसँग पनि कम्युनिकेट गर्न सक्ने खालको यसको इम्पोर्टेन्स धेरै छ। धन्यवाद। थ्याङ्क यू कृष्ण दाई। अब सरिताजीको लागि सिन्स तपाईँ टिभी इन्डस्ट्रीमा धेरै घुलमिल भइराख्नु भएको छ र यो टिभी इन्डस्ट्री अब हाम्रो म हुर्किँदाखेरि पनि सानोमा एउटा फ्यामिलीको पार्ट हुन्थ्यो, सबैजना बसेर हेर्ने र त्यसमा सोसल मेसेजेसको बारेमा टन्नै कुराहरू हुन्थ्यो जुन कुराहरू चाहिँ हामीले नर्मल्ली डिस्कस गरिन्थेन होला तर टिभीमा देखिसकेपछि किन यस्तो भइरहेको, किन यस्तो देखाएको भनेर हाम्रो प्यारेन्ट्ससँग पनि एउटा कन्भर्सेसन हुन्थ्यो। तपाईँ यसमा काम गर्दाखेरि तपाईँले कतिको इम्पोर्टेन्स देख्नुहुन्छ यो आर्टलाई एज अ एक्टिभिजमको रूपमा पनि लिएर जानको लागि अरू तपाईँले कसरी चाहिँ अरूहरूले पनि लान सकिन्छ त्यसको बारेमा थोरै जोड दिनु न। धेरै धेरै धन्यवाद नेपाल भिगन ग्यालरी र यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। भिगन डेको लागि आज सबैलाई शुभकामना। यो भिगन डे चाहिँ हरेक समय हरेक सेकेन्ड चाहिँ भिगन डे बनोस्, हामी सबैको यही प्रार्थना छ। हामीले विभिन्न माध्यमबाट आवाजहरू उठाउँछौँ, एक्टिङबाट पनि हामीले धेरै कुराहरू बुझाउने प्रयास गरिरहेछौँ र आजभोलि त इन्डस्ट्री पनि नेपालमा मात्र नभई विश्वमा पनि एनिमल सम्बन्धी उनीहरू सचेत नै छन्। कसरी चाहिँ एनिमललाई धेरै कष्ट नदिकन उनीहरूलाई देखाउने तर बचाएर भन्ने कुराहरू चाहिँ एकदमै यो कुरामा सचेत हुनुहुन्छ। हाम्रो डाइरेक्टरहरू पनि होइन हुनुहुन्छ नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ यसरी हामीले विभिन्न कुराबाट पनि हामीले चाहिँ उहाँहरूलाई बुझाउने प्रयास पनि गरिरहेका छौँ। सर यस्तो छ है, त्यहाँ यस्तो सिन केही छ भने सर यो यस्तो हो नि भनेर म आफैले पनि उहाँहरूलाई भन्ने प्रयास गर्छु। र नेपाल फिल्म इन्डस्ट्रीमा धेरैजना भेजिटेरियनहरू पनि हुनुहुन्छ जो एनिमल लभरहरू हुनुहुन्छ र बुझ्नको लागि चाहिँ यो परापूर्व कालदेखि नै भनौँ न
यो आवाजहरू एनिमल सम्बन्धी मायाका करुणाका आवाजहरू विभिन्न माध्यमबाट नि आइरहेछन् होइन, धर्मशास्त्र ग्रन्थहरूबाट पनि आइरहेछन् भने यो आर्टहरू चाहिँ परापूर्व कालदेखि नै चलिरहेको, अहिले पनि चल्छ र भोलि पनि अवश्य पनि चल्छ। आवाज, पेन्टिङ, हरेक कुराबाट एक्टिभिटिज होइन, हरेक कुराबाट चाहिँ यो चल्छ। हजुर, त्यो त हो। हाम्रो डेली कल्चरहरूमा पनि हामी हेर्छौँ कति डान्स प्र्याक्टिसेसहरू स्टोरी टेलिङ गरिरहेको हुन्छ, इभन त उनीहरूले वर्ड्समा डिस्क्राइब नगरे पनि हामी त्यताबाट हेरिरहेको हुन्छ। सबै फर्म अफ आर्टलाई चाहिँ आई थिङ्क हामीले राम्ररी हेऱ्यौँ भने उनीहरूको इम्पोर्टेन्स हाम्रो सोसाइटीलाई बेटर बनाउनको लागि उत्तिकै छ जस्तो लाग्छ। अब मेरो नेक्स्ट क्वेसन चाहिँ हाम्रो रवि सरलाई छ। सो रवि, सिन्स यु आर एन आर्टिस्ट, वाट डु यु थिङ्क, लाइक हाम्रो कतिको सोसल रेस्पोन्सिबिलिटी छ होला एउटा आर्टिस्टको आर्टमा कुनै मेसेज इन्क्लुड गराउनको लागि, अर डु यु थिङ्क कि आर्ट सुड बी जस्ट एन आर्ट अनि चाहिँ एक्टिभिजम सुड बी सेपरेट? फर मी आई थिङ्क इट्स बोथ। मैले जसरी आफ्नो आर्ट युज गरेर छ, पहिला चाहिँ मैले चाहिँ अफकोर्स जस्ट फर आर्ट, जस्ट फर हबीको रूपमा युज गर्थ्यो, बट as I joined the group of Kathmandu Animal Save, I realized that मैले आफ्नो आर्टले अझै एउटा अर्को रूप दिन सक्छु, एउटा अर्कै फर्म दिन सक्छु, जस्ट नट फर मी, फर द एनिमल्स। अब मेरो नेक्स्ट क्वेसन चाहिँ हाम्रो आबिसजीलाई, यु आर अ थेराप्युटिक म्युजिक प्र्याक्टिसनर, त्यो भनेको चाहिँ के हो अलिकति एक्सप्लेन गरिदिनुहुन्छ? थेरापिटिक म्युजिक प्र्याक्टिसर चाहिँ के हो भन्दाखेरि पहिला चाहिँ म्युजिक थेरापिस्ट भने के हो भनेर भन्छ। म्युजिक थेरापिस्टले चाहिँ एउटा थेरापी सेसनमा युजली के हुन्छ भने एकजना थेरापिस्ट हुन्छ अनि एकजना क्लाइन्ट या कोही जसलाई चाहिँ अलिकति हेल्प चाहिएको हुन्छ, त्यसमा चाहिँ म्युजिकले चाहिँ एउटा माध्यम युज गरेर चाहिँ हामीले केही कुरालाई चाहिँ केही सजिलो पार्टिन्छौँ, कन्भर्सेसनलाई गर्छ। अब जस्तो युजली अरू थेरापिस्टहरूको चाहिँ एउटा बोली गरेर गर्छ, हामी चाहिँ म्युजिक गर्छौँ। सो म चाहिँ स्पेसल निड्स भएको बच्चाहरूसँग अनि अलिकति फिजिकल डिसेबिलिटी भएकोहरूसँग चाहिँ म काम गर्छु होइन। सो म्युजिक चाहिँ मेरो कम्युनिकेसन मिडियम हो प्राइमेरीली, त्यो बाहेक अरूहरूको पनि। तपाईँले चाहिँ अब रिसेन्टली पनि एउटा म्युजिक लन्च गर्नुभएको छ, म्युजिक भिडियो पनि लन्च गर्नुभएको छ। कङ्ग्रेचुलेसन्स अन द्याट, बाइ द वे। थ्याङ्क यू। इज देयर एनी म्युजिक द्याट इम्प्याक्टेड यु इन सर्टेन वे to think about how we treat animals maybe or even humans? Yes, खासै भन्दाखेरि सबै आर्ट फर्म्सले इन्फ्लुएन्स गरेको होइन। मेरो भेरी अनेस्टली भन्दा त मलाई त सुरुमा त मुभिजहरूले नै इन्सपायर गरेको। सानैदेखि धेरै कमेडी मुभिज होला या के होला, त्यहाँबाट त्यो इमोसनको बारेमा, मान्छेको बारेमा, एउटा क्यारेक्टरको बारेमा, ह्युमन साइकोलोजीको बारेमा, अब आफूले नदेखेको संसार चाहिँ यस्तो पनि हुँदो रहेछ है भन्ने कुरा त खासै त फर्स्टमा त मेरो लागि त मुभिज थियो होइन। त्यो बाहेक पनि म्युजिक पनि मेरो लागि चाहिँ पर्सनली एकदमै ठुलो इम्प्याक्ट हो। त त्यसमा चाहिँ एक्ज्याक्टली एनिमल राइट्स भन्दा पनि सबै अधिकार इन जेनरल, राइट्स इन जेनरलकै कुराहरूमा जति पनि यो संसारको बारेमा बुझ्नुपर्ने कुरामा चाहिँ त्यो कुरामा चाहिँ मलाई चाहिँ अल सर्ट्स अफ आर्ट मिडियमले हेल्प गरेको होइन। म्युजिक पनि डेफिनेटली भइहाल्यो, आर्ट नै मिडियम हो कि, किनभने यो स्कुलको चाहिँ एकदमै लिनियर हुन्छ। स्कुलको चाहिँ कस्तो भइदिन्छ भन्दाखेरि ल एक्जाम पास गरौँ होइन, ल अब तिमी ब्याचलर्स गर्नु पऱ्यो भन्ने हुन्छ। ब्याचलर्समा के पढ्यो, कसरी पढ्यो, त्यसले के इम्प्याक्ट गर्यो, त्यो डिप क्वेसन्सहरू चाहिँ आउँदैन कि। सो यो एजुकेसनमा फुलफिल नहुने कुराहरू चाहिँ सबै चाहिँ तपाईँको आर्टको माध्यमबाटै, मेरो चाहिँ एटलिस्ट त्यस्तो छ। मेरो लागि म्युजिक चाहिँ के पनि भइदियो भन्दाखेरि अरूबाट चाहिँ धेरै ठाउँबाट इनपुट भए पनि मेरो आउटपुट चाहिँ अलिकति म्युजिकबाट या राइटिङबाट बढी भएको भएर चाहिँ त्यो चाहिँ अलिकति मेरो लागि चाहिँ आउटपुटको हिसाबमा चाहिँ हो म्युजिक र राइटिङ छ, तर इनपुटको हिसाबमा त अल आर्ट फर्म्स त्यो। कृष्ण सरको लागि चाहिँ मेरो क्वेसन चाहिँ, सिन्स यु आर अ ग्राफिक डिजाइनर, यो फिल्डमा डिलेमा आउन सक्छ कि म सर्टेन क्लाइन्ट्सको मोरल भ्याल्युज म्याच भइरहेको छैन भने चाहिँ उसँग काम गर्ने कि नगर्ने भन्ने कुराहरू हुन सक्ला। तपाईँले चाहिँ त्यो च्यालेन्ज कतिको फेस गर्नुभएको छ आफ्नो करियरमा? त्यहाँनिर अलिकति अप्ठ्यारो परिस्थिति आइपुग्छ होइन, किनभने हामी प्रोफेसनमा बसेको हुन्छ अनि त्यसपछि त्यो त पैसासँग रिलेटेड हुन्छ, पैसा आउने काम उसले अब जस्तै गरिदेऊ भनेर आउँछ अनि त्यसपछि हामीले गर्दिनँ भन्दाखेरि प्रोफेसनल नभइने, अनि गर्छु भन्दाखेरि चाहिँ एनिमलको जुन सफरिङ हुन्छ होइन त्यसलाई सपोर्ट गरे जस्तो हुने। त्यसले गर्दाखेरि त्यति बेला एकदमै धर्म सङ्कटको स्थिति आइपर्छ र त्यो अवस्थामा मैले धेरैलाई रिजेक्ट गरेको छु गर्न चाहिँ होइन। अब तर कतिपय बेलामा छुटफुट मिस्टेकहरू अथवा
गर्न चाहँदै पनि त्यस्तो पनि भयो होला तर प्रयास चाहिँ हाम्रो चाहिँ अब त्यस्तो नहोस् भन्ने नै हो मलाई चाहिँ। थ्याङ्क यू कृष्णजी। नेक्स्ट क्वेसन चाहिँ सरिताजीसँग छ। तपाईँले अघि के मेन्सन गर्नुभयो भने चाहिँ तपाईँले पनि अब डिरेक्टरहरूसँग कुरा गरेर यस्तो पनि मेसेजेस राख्न मिल्छ कि भनेर त्यसरी पनि काम गर्नुहुन्छ भन्नुभयो। तपाईँले यस्तो फेस गर्नुभएको छ जसमा चाहिँ तपाईँले मेसेज इन्क्लुड त भयो तर मेबी अडियन्सले चाहिँ अर्को तरिकाले बुझ्दियो होला अर कम्प्लिटली आफूले सोचेको जस्तो भएन होला। त्यस्तो केसेसहरूमा चाहिँ तपाईँले कसरी ट्याकल गर्नु हुन सक्छ अर कसरी चाहिँ तपाईँले कम्युनिकेसन राम्ररी गर्न सक्नुहुन्छ होला? यो जस्तै आर्ट क्षेत्रमा चाहिँ मलाई एक्टिङको लागि अलिकति अप्ठ्यारो त अप्ठ्यारै छ। शाकाहारीहरू त टन्नै हुनुहुन्छ तर भिगन चाहिँ म एउटा मात्र छु नेपाल फिल्म इन्डस्ट्रीमा है कलाकारमा। तथापि पनि जस्तै त्यस्ता सिनहरू छन् जुन सिन चाहिँ साँच्ची नै त्यो खानामा इन्भल्भ हुन्छ र त्यो सिनहरूलाई चाहिँ मैले जस्तै धेरै कुराबाट जस्तै यहाँ पनि बनिएको छ नि हाम्रो भिगन खानाहरू त्यो खाना यसरी नै बन्न सक्छ है भनेर मैले उहाँहरूलाई सजेसन दिन्छु र त्यो डायलगमा हुन्छ त्यो काममा हुँदैन। त्यो काममा हुँदैन र अहिले त प्राय मलाई चिन्नुहुने मेरो कामलाई हेर्नुहुने मलाई माया गर्नुहुने अथवा नगर्नुहुने सम्पूर्ण मलाई प्रत्यक्ष अप्रत्यक्ष चिन्नुहुने सम्पूर्णले चाहिँ मलाई भिगन भनेर चिन्नुहुन्छ र उहाँहरूले चाहिँ मेरो इन्टरभ्यूहरू पनि धेरैले हेर्नु भएको छ। मलाई भेट्नुहुने नहुने सबैले हेर्नु भएको छ र उहाँहरू चाहिँ मलाई देखेर एकदम खुसी हुनुहुन्छ र यो भन्नुहुन्छ कि यो त तपाईँले साधना गरिराख्नु भएको छ। अनि यसो सोचेँ हो त है साँच्ची त मैले त भिगन भनेको सानो कुरा होइन रहेछ यो त साधना नै रहेछ भन्ने कुरा मलाई चाहिँ लागेको छ र मैले जससँग काम गरेको छु प्राय डाइरेक्टर आर्टिस्टहरू सबैले मलाई चिन्नुहुन्छ र मैले भनेको कुरामा मनन चाहिँ अवश्य पनि गर्नुभएको छ किनकि सबै मान्छेहरू आजभोलि सचेत पनि हुनुहुन्छ शिक्षित पनि हुनुहुन्छ कतिले बाध्यताले खानुहुन्छ अथवा उहाँले नसकेर खानुहुन्छ तर यो कुरा थाहा छ कि यो एनिमलका कुनै पनि कुराहरू चाहिँ प्रयोगको योग्य छैन एनिमललाई चाहिँ माया गर्नुपर्छ भन्ने कुरा प्राय सबैले भन्नुहुन्छ र थाहा छ। नेक्स्टमा चाहिँ अब हाम्रो रवि सरलाई म सोध्न चाहेँ कि तपाईँले के सजेसन दिन चाहनुहुन्छ फर दोज पिपल हु वान्ट टु युज देयर आर्ट फर एक्टिभिजम? उनीहरू पनि हाम्रो अफकोर्स यस्तो ग्यालेरीमा आएर पार्टिसिपेट गर्नुहोस् अनि पेन्टिङहरू हेर्नुहोस्। अब एज अ आर्टिस्ट हामीले कलरहरू खेल्नु पर्छ अनि थुप्रै एउटा क्रिएटिभ वेमा चाहिँ डिजाइनहरू बनाउनु पर्छ। अब म चाहिँ एज अ थाङ्गा आर्टिस्ट आइ एम नट अ पेन्टर सो आइ एम जस्ट बिगिनर एज अ पेन्टर बट आई क्यान से द्याट कि मान्छेहरूले अब रियलीमा के गर्नु चाहन्छ केही उनीहरूको लागि राम्रो गर्नु चाहन्छ भने उनीहरूले आर्टमा अझै एनिमल रिलेटेड पेन्टिङहरू बनाउँदा maybe it's a way they can join this movement. Usually the paints are vegan paints. Some colors are made from animal products. The brushes that we use mostly the unique ones are mostly non-vegans. Try to use nylon brush. The canvases are mostly vegan, so I don't think it's quite hard to find equipments for painting which are vegan. Thank you, Ravi. Abhistai, since you have become vegan, how did you come up with this journey? Along the way, what did you believe now or तपाईँको वर्ल्डको पर्सपेक्टिभ कुन छ अहिले? आई थिङ्क मेरो त फर्स्टमा अब भिगन भएको रिजन नै प्रश्नबाट भएको थियो कि के कुरा चाहिँ अहिले लिगल छ तर त्यो 50 वर्षपछि इलिगल हुन्छ। तर यो क्वेसनले म सोचै भयो थिएँ हामीले त यस्तो काटमाड गराएको त्यस्तो गरिरहेछौँ यो मेरो अगाडि मासु छ होइन त्यतिखेर म भेजिटेरियन पनि थिइनँ अनि यो त गलत होला नि भन्ने कि त्यो कस्तो भने एउटा प्रश्नले के गर्यो त्यो क्रिटिकल थिङ्किङ गर्न सिकायो होइन। अनि त्यसपछि एकचोटि चाहिँ त्यो भएपछि चाहिँ मैले हरेक अरू कुराहरूमा पनि होइन यो चाहिँ कस्तो भन्दाखेरि यही भिगनिजमको मात्रै कुरा पनि होइन म जस्तो भन्ने नै हो भने हाम्रो यो भिगनिजमकै जर्नीमा 2019मा चाहिँ हामीले एकदमै
इन्भाइरोमेन्टल मुभमेन्टसँग पनि भिगनिजम मुभमेन्ट एकदमै हामी सँगसँगै नै गइरहेको थियो। त्यतिखेर अरूहरूको पनि कुरा किन मैले बुझ्न सकेँ भन्दाखेरि मैले यतिकै सोचेँ होइन, सबैजनालाई गर्दैछ भनेपछि सबैजना त रङ होइन होला नि भनेर पहिला जुन सोच्थेँ भने अब त सबैजना नै उनीहरूले अलिकति विचार चाहिँ गर्नुपर्छ भनेको होइन। त्यो त एकदमै ड्रास्टिक, तर कस्तो भन्दाखेरि त्यो चाहिँ अलवेज एज लेभल्स होइन। अनि अर्को कस्तो भन्दाखेरि विथ टाइम चाहिँ सजिलो पनि हुँदै जान्छ जस्तो लाग्यो, किनभने म पहिला जस्तो हाम्रो एक्टिभिजम जर्नीमा सुरु गर्दा त्यतिखेर मलाई त लभिङ हार्ट भिगन रेस्टुरेन्ट मात्र थाहा थियो, तर अहिले आउँदाखेरि त यहीँ हामी कति धेरैजना हाम्रो अब रेस्टुरेन्ट्सहरू पनि छ, खानाहरू बढिरहेछन् होइन। मान्छेहरू पनि अवेर भएपछि आफ्नो 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 वेमा होइन। जस्तो यो नेपाल भिगन ग्यालरी पनि को सुरुमा पनि म पनि अब थिएँ होइन, एज अ पार्टिसिपेन्ट। त्यो थिएन नि त पहिला। सरिता आन्टीको अब आफ्नो जस्तो यो एकजना भए पनि भइसकेपछि कस्तो हुन्छ अरे ए भिगनिजम भन्दाखेरि चाहिँ भिगनिजम के हो भन्दाखेरि कसैलाई एटलिस्ट जिरोबाट चाहिँ सुरु गर्नु पर्ला नि त। धेरै वेमा मच्योर पनि भएको छु। जस्तो पहिला एक्टिभिजम गर्दाखेरि चाहिँ कस्तो भन्दाखेरि म पनि एकदम रिसाएर होइन, कहिलेकाहीँ उल्टै मैले भिगनिजमलाई नराम्रो पनि गरिदिएको होला, किनभने त्यो यस्तो भइरहेछ तपाईँ देख्नु हुँदैन भनेर कहिलेकाहीँ म पनि झर्केको होला, नत्र प्यासिभ अग्रेसिभ होला। त्यसपछि बिस्तारै कस्तो भन्दाखेरि त्यो बोल्न पनि सिकिन्छ, सजिलो पनि हुँदै जान्छ, अझै सजिलो होइन, अफोर्डेबल पनि भइरहेको। पहिला सुरुमा चाहिँ गाह्रो लाग्थ्यो, तर आफ्नै हामी कमिटीको सपोर्टले गर्दाखेरि चाहिँ ए सजिलो त्यस्तो चिन्जान भइसकेपछि होइन। सो ड्रास्टिकली यो त अहिले यस्तो हेर्दाखेरि चाहिँ थोरै डरको भएर चाहिँ भनौँ न एक सेन्टिमिटर बढाए जस्तो लाग्छ, तर त्यो सुरुवातदेखि गर्दा त 1 मिटर बढाए जस्तो त्यो धेरै इम्प्रुभमेन्ट भएको छ है। थ्याङ्क यू सो मच आविष दाई। कृष्ण दाईलाई पनि आई वुड लाइक टु आस्क द सेम क्वेसन। मैले आफूलाई भेजिटेरियनमा टर्न गरेको चाहिँ 2055 सालमा हो, 54मा हो जस्तो लाग्छ अझै। अनि त्यहाँदेखि अहिलेसम्म अब त्यसपछि फेरि अब बिस्तारै 2-3 वर्ष लाग्यो होला मलाई भिगन हुनलाई, त्यसपछि भिगन भएँ, अहिलेसम्म भिगन छु। र यो त्यति बेलाको अवस्थामा भनेको चाहिँ म आफू भेजिटेरियन हुँ भन्नलाई लाज हुन्थ्यो, लज्जा हुन्थ्यो। लज्जाको जस्तै अब धेरै मांसाहारीहरूको ठाउँमा आफू एक्लो शाकाहारी भनेर भन्नलाई, आफूलाई चिनाउनलाई अप्ठ्यारो लाग्थ्यो। तर अहिले चाहिँ जहाँ जाँदा पनि होइन 100 जनाको भिडमा चाहिँ अब 20-30 जना शाकाहारी भेटिहालिन्छ। कुनै कार्यक्रमहरूमा जाँदाखेरि म पनि भेजिटेरियन हो नि, म पनि भिगन हो नि भन्ने चाहिँ मान्छेहरू भेटिन्छ। त्यसले गर्दाखेरि अहिले धेरै सजिलो भएको छ। पहिला एउटा थ्रेट पनि हुन्थ्यो, मान्छेले यस्तो कुरा गर्छ, समाज भाँड्ने कुरा गर्छ त तिमीहरू चाहिँ नि यो विदेशीको चाहिँ मुद्दालाई चाहिँ उठाएर अगाडि बढ्छौ भन्ने खालको कुराहरू पनि आउँथ्यो। त्यसले गर्दाखेरि त्यति बेला अलि अप्ठ्यारो थियो। तर तमसोमा ज्योतिर्गमय भने जस्तै अँध्यारोबाट एक दिन त उज्यालोमा जाने नै हो। पहिला हामीहरू अब बच्चा हुँदाखेरि त त्यति बेला मानव अधिकार भन्ने कुरा पनि थिएन क्या। अनि यो महिलाको अधिकार, बालबालिकाको अधिकार, मानवको अधिकार भन्ने कुरै थिएन। बिस्तारै अब 2062-63मा जुन आन्दोलन भयो त्यस पछाडि यो मानवको अधिकार चाहिँ हुने रहेछ है, सबैको इक्वल समान अधिकार हुँदो रहेछ भन्ने भयो। अनि त्यस पछाडि बिस्तारै आउँदै त्यही 61-62 सालतिरबाट नै हामीहरू यो अभियानतिर लागिरहेछौँ। हाम्रो नेपाल शाकाहारी सङ्घ भनेको त 2064 सालमा दर्ता भएको। र अहिले आशा लाग्दो कुरा के छ भन्दाखेरि अब हामीभन्दा पछाडिको भाइहरू तपाईँहरू होइन, जति पनि आइरहेछ अहिले जेन्जी पुस्ताहरू आइरहेछ होइन, यो पुस्ताहरूले यसलाई अगाडि बढाइरहेछ, त्यो चाहिँ एकदमै आशा लाग्दो र एकदम के अरे सकारात्मक परिवर्तन लाग्छ। यो हामीले चाहे पनि नचाहे पनि, हामीले जाने पनि नजाए पनि, अब हामी यसमा सहभागी भए पनि नभए पनि, हामी नभए पनि अर्को आएर यसलाई क्यारी ओभर गरेर होइन, यसलाई फेरि काँध हालेर यसलाई अगाडि बढाउने चाहिँ हुन्छ नै। यो चाहिँ नै हुनु नै छ। तर हाम्रो प्रयास यसमा थप्यौँ भने चाहिँ यसले अलिकति गति लिने मात्रै हो, अलिकति गति चाँडो लिन्छ। जस्तै हामीले यो कार्यक्रम गऱ्यौँ भने यो अलिकति चाँडो गति लिन्छ, गरेन भने अलिक ढिलो हुन्छ, तर हुनलाई चाहिँ हुन्छ। यो जनावरको अधिकार समाजमा स्थापित हुने, यसको बारेमा सचेतना अभिवृद्धि हुने काम चाहिँ अगाडि बढ्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यो चाहिँ हो। हाम्रो जति पनि नयाँ जेनेरेसन आउनुहुन्छ उहाँहरू जहिले पनि आई थिङ्क एउटा नयाँ प्यासन लिएर आउनुहुन्छ कि समाजलाई अझै बेटर बनाउनुपर्छ, अझै नै केही चेन्जेसहरू चाहिरहेको छ। हाम्रो नेक्स्ट क्वेसन सरिताजीलाई पनि सिमिलर नै छ। लाइक तपाईँ पनि अब भिगनिजम लाग्दाखेरि चाहिँ केले तपाईँलाई गाइड गर्यो, कसरी चाहिँ तपाईँ भिगनिजमतिर लाग्नुभयो? मेरो घर चाहिँ म जन्मिनु अगाडि नै भेजिटेरियन, मेरो मातापिता। म त्यो घरमा जन्मेको एउटा सौभाग्यशाली व्यक्ति हुँ, मलाई अहिले गर्व लाग्छ। त्यतिखेर
मेरो घर वरिपरि र मेरा जति पनि 13 दिने दाजुभाइ भनिन्छ नि, हाम्रो वरिपरि हुनुहुन्थ्यो। उहाँहरू कोही पनि शाकाहारी हुनुहुन्थेन। यस्तो हुनुहुन्थ्यो कि दसैँमा त म त कहीँ पनि जाने थिइनँ, घरमै बस्थेँ। र मेरो घरमा चाहिँ मेरो बाबाले खिर पुरीहरू यस्तै बनाएर हामीलाई खुवाउनुहुन्थ्यो। हामी हामीलाई रमाइलो लाग्थ्यो त्यो कुरामा। सानैदेखि थाहा छैन कताबाट भाव आयो, दयाको कुराहरू, दयालु खालको स्वभाव सोचहरू थियो मसँग। अनि हाम्रो त्यहाँ चाहिँ के हुन्थ्यो भने देवाली हुन्थ्यो। त्यो देवालीमा हामी इन्भल्भ हुने थिएनौँ, हाम्रो घर चाहिँ इन्भल्भ हुने थिएन, त्यो कुल पूजा भनिन्थ्यो। तर मेरो बाबाले चाहिँ के भन्नुहुन्थ्यो नि, कुलाइन होइन यो अर्कै पूजा हो भन्नुहुन्थ्यो। उहाँ त्यसको विरुद्ध हुनुहुन्थ्यो। एउटा मेरो बुवा मेरो जहाँ जन्मेको छु त्यो ठाउँमा चाहिँ हामी उदाहरण नै थियौँ कि एउटा मात्र भेजिटेरियन घर, व्यक्ति होइन घर, भेजिटेरियन घर। त्यसो हुँदाहुँदै अनि अब सामान्य अब दसैँ अथवा कुनै पनि दिनमा म कसैको घरमा गएँ भने पनि यदि त्यो नचाहिने कुरा पाकेको छ भने मलाई पहिले थाहा हुन्थ्यो, बाहिर निस्किन्थेँ। म सहन सक्ने थिइनँ। र दसैँको टिकाको दिन अथवा कहीँ जानु पर्दा पनि, टिका लगाउन जाँदा पनि म एकदमै खुसी हुन्थेन, मलाई डर लाग्थ्यो। मलाई त्यो स्मेलहरू पनि त्यति राम्रो लाग्ने थिएन। अनि अन्य कुनै दिन कतै जाँदाखेरि पनि मलाई अरू त के अन्डा बनाउँदा नि म त्यो अन्डा बनाएको घरभित्र पनि बस्ने थिएन। म नाक थुनेर बाहिर निस्किन्थेँ र बाहिर आएर सास फेर्थेँ। त्यस्तो खालको स्वभाव मेरो है। त्यस्तो खालको स्वभावमा म जन्मेँ, हुर्केँ र बिहा भयो। बिहा हुँदा पनि मेरो फ्यामिली भेजिटेरियन पनि हुनुहुन्थेन उहाँ है। त्यसपछि बिस्तारै म त्यहाँ एडजस्ट हुँदै गएँ। मैले नखाने कुरा त मैले कुनै हालतमा पनि खान्थिनँ। त्यसपछि म बिस्तारै बच्चा जन्मियो होइन। अनि मलाई सबैले भन्नुहुन्थ्यो, स्याहार्ने दिदीबहिनीहरू आउनुहुन्थ्यो र उहाँले भन्नुहुन्थ्यो अब त खाऊ न। म खान्न। खाँदै त्यो कुरा मैले खाइनँ। त्यसपछि बिस्तारै त्यो बच्चा सेकेन्ड बच्चा ठुलो हुँदै गयो र अलिकति 2 वर्षको भयो। 2 वर्षको भएपछि म आफ्नो अब करियर म बनाउँछु भनेर म नेपाल फिल्म इन्डस्ट्रीमा सुरुवात गरेँ। मैले एक्टिङ सिकेँ, यताउति गर्दै गएँ। त्यसपछि अब मलाई भेजिटेरियन हुँ भन्न मलाई लाज चाहिँ लाग्ने थिएन। र बिस्तारै मैले काम गर्दै गएँ। डिस्कस पनि हुन्थ्यो यो विषयमा, भेजिटेरियनको बारेमा, एनिमलको बारेमा। म एकदम डिस्कस हुन्थेँ। म डराउने थिएन, म भन्थेँ, सबैसँग भन्थेँ होइन। मतलब त्यो विषयमा होइन मासु नखाइकन नि हुन्छ, यस्तो उस्तो भन्थेँ मैले। होइन, मासु नखाए पनि हुन्छ, म बाँचिरहेको छु त। म भन्दा कति अगाडि ऋषिमुनिहरू बाँचिराख्नु भएको छ होइन। अनि कुनै पनि त्यो माछा मासु बिना कुनै पनि काम हुँदैन भन्ने त्यो रङ मेन्टालिटीलाई चाहिँ मैले चाहिँ होइन भनेर मैले विभिन्न उदाहरणहरू दिन्थेँ। र म चाहिँ त्यसमा चाहिँ एग्री चाहिँ हुन्थेन। क्रमशः बिस्तारै मेरो कान्छो छोरा ठुलो भएपछि म शाकाहारी अभियानमा पनि थिएँ सर। हाम्रो शाकाहारी अभियानमै भेट भएको थियो र म सुरुमा जान्थेँ र उहाँहरू भिगन हुनुहुन्थ्यो। भिगनको बारेमा कुरा गर्नुहुन्थ्यो। भिगन पनि हुने कुरा हो, कृष्णको पालादेखि खाएका दही दुधहरू कसरी छोड्ने। म दुध भनेपछि मलाई बिरालोको नाममा मलाई चिनिन्थ्यो। घरमा दाल भात तरकारी अचारसँग टन्न भात खाएर पनि अझै धेरै भात चाहिँ यति दुधसँग म यति धेरै भात खान्थेँ। मलाई दुध असाध्यै मन पर्थ्यो। बिस्तारै मैले यो कुरा मेरो बाबु भिगन भयो, हजुरहरूसँगै मिलेर भिगन भयो र उसले भिगनको बारेमा मलाई सबै कुरा बतायो। मामु मान्छेहरू भन्छन् यो हाम्रो हड्डीको लागि, बलियोको लागि चाहिँ दुध खानुपर्छ, यस्तो उस्तो। त्यो होइन मामु भनेर उसले विभिन्न कुराहरू मलाई सर्च गर्दै देखाउँदै गयो र म बुझ्दै पनि गएँ। हुन त हो नि, पहिला कृष्णको पालामा
कति उदाहरण दिइन्थ्यो नि, कृष्णको पालामा त खाइन्छ दही दुध भनेपछि अब अहिले चाहिँ किन नखाने, त्यो त धर्म विरुद्ध तपाईँले भने जस्तो विदेशीको कुरा आयो, विदेशीहरूले गर्दाखेरि यस्तो भएको, अनि तिमीहरू विदेशीको चलन चल्यो, होइन। पहिला पहिला कृष्ण भगवानको पालामा गाई बस्तुहरू पाल्दाखेरि कति सजिलो गरी पाल्थे, कति माया गरेर पाल्थे, र उनीहरूको बच्चाले खाएर छोडेको दुधहरू चाहिँ बल्ल कृष्णहरूले सम्भवतः खानुहुन्थ्यो है, अनि खुल्ला हुन्थे त्यो गाईहरू, बाँधिन्नथ्यो। तर आजको जमानामा दुधकै लागि मात्र पालिन्छ गाई भैँसी आदि इत्यादि, र उनीहरूले प्राकृतिक रूपमा दुध आउँदैन, उनीहरूलाई इन्जेक्सन लगाएर हुन्छ कि खानाबाट कुनै पनि औषधि केमिकल युज गरेर मात्र प्रयोग गरेर त्यो दुधहरू निकालिन्छ भन्नाले त्यो खानेकुराले हामीलाई कति असर पार्न सक्छ होला हेल्थको हिसाबले। र मान्छेहरू भन्नुहुन्छ भिगन किनभने दही दुध त खानुपर्छ हड्डीको लागि, हाम्रो हेल्थको लागि भन्नुहुन्छ। कसरी हेल्थको लागि हैन? अनि भेजिटेरियन कसरी बन्न सकिन्छ, हामीलाई तागत चाहिन्छ भन्नुहुन्छ। ए भगवान, हात्ती जो यति मोटो हात्ती, उसले चाह्यो भने जति पनि सामानहरू उठाउन सक्छ, त्यो हात्ती त दुध खाँदैन, दही पनि खाँदैन, कुनै पनि माछा मासु पनि खाँदैन, छ त बलियो हैन र? अनि घोडा कति दौडिन्छ, दौडेको दौडे उसँग तागतमा सकिएला र? चना खान्छ, उसको स्पेसली खाना भनेको चना नै होइन, अन्य कुरा पनि खाला, तर चना चाहिँ उसले खान्छ, घाँसपात चना उसले खान्छ हैन? त्यति तागतवर छ। र कति कुराहरू छन्, उदाहरणका रूपमा धेरै कुराहरू छन् जो कि भिगन भएर पनि तोडेका कुराहरू छन्, जस्तै दौडमा भयो, गेममा भयो, इभन हाम्रो अस्ति नै एकजना आउनुभएको थियो नि, सगरमाथा चढ्नलाई आउनुभएको थियो कुन्तलजी, जो भिगन हुनुहुन्छ, उहाँ चाहिँ इन्डियाको होइन, हाम्रो 2 चोटि आउनुभएको थियो, सगरमाथा चढिसक्नुभयो। भनेपछि हाम्रो मेन्टालिटी अलिकति चेन्ज हुँदै 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 आउनुपर्छ र हुनु पनि पर्छ होइन? धर्म संस्कार कतिपय कुराहरू चाहिँ हामीले त्यसलाई अलिकति मोडिफाई पनि गर्न सक्नुपर्छ दयाको भावले, करुणाको भावले। भनेपछि हामी भिगन हुँदाखेरिको जीवन कस्तो हुन्छ, कति आनन्द हुन्छ, दया करुणाले कति भरिन्छ भन्ने कुरा यो हर कसैले अनुभव गर्न सक्दैन। त्यो आनन्दको कुरा, त्यो दयाका कुरा, रक्षाका कुरा, त्यो त साँच्चै नै साधु सन्त महात्माका टाइपको फिल हुन्छ आफूमा। थाहा छैन के हो त्यसको अर्थ, तर त्यो अनुभव चाहिँ मलाई हुन्छ। थ्याङ्क यू सो मच सरिताजी। रविजीलाई पनि म सेम नै क्वेसन पास डाउन गर्न चाहेँ। कसरी हेर्दै हुनुहुन्छ भिगनिजम र वर्ल्डलाई नै, तपाईँको लाइफमा चाहिँ के चेन्जेस आएको छ त्यसको कुराहरू सेयर गरिदिनु। म बच्चादेखि नै भेजिटेरियन नै थियो। आफ्टर 28 म भिगन टर्न भएको, अनि त्योभन्दा अगाडिसम्म चाहिँ मलाई अति नै मन पर्थ्यो जनावरहरू। तर यो भिगनिजमको कुरा चाहिँ मलाई अगाडि चाहिँ थाहा थिएन। जसरी कि मैले भेजिटेरियन हुनु बेलामा चाहिँ दुध खान्थ्यो, अनि दुधमा कसरी शोषण भइरहेछ गाईको, यो कुरा चाहिँ थाहा नै थिएन, कसैले हामीले भने पनि छैन। अनि अफकोर्स अब वर्ल्डमा सबै कुरा लुकाइएको छ, किनभने ठुलो इन्डस्ट्रीहरू छ, यिनीहरू चाहिँ हामी आम जनताबाट चाहिँ लुकाएको हुन्छ कि कसरी पछाडि चाहिँ यति शोषण भइरहेछ है। सो पछि मैले गएर त्यो कुरा चाहिँ थाहा पाएँ। अनि त्यो थाहा पाउँदा चाहिँ बिकज अरू मैले माछा मासु त खान्थेन, जस्ट दुध चाहिँ खान्थ्यो। तर जब मैले थाहा भयो कि दुधको पछाडि पनि कति शोषणहरू छ, देन आई थट लाइक इट्स टाइम फर मी टु बिकम भिगन। भिगन भइसकेपछि चाहिँ के चेन्जेसहरू देख्नुभयो आफूभित्र पनि र आफू बाहिर पनि? मेरो भित्र आई थिङ्क I got slimmer. No, I got fat. मेरो भित्र चेन्जेस आई थिङ्क आई फिल मोर पोजिटिभ नाउ। किनभने म अब पहिला चाहिँ भेजिटेरियन हुँदा चाहिँ त्यस्तो खासै लाग्थेन कि मैले जनावरको लागि केही गरिरहेको छु। अफकोर्स
गरिरहेको त होला तर त्यस्तो फिल आइरहेको हुँदैन थियो त्यो तर अब चाहिँ भिगन हुँदा पछि चाहिँ त्यो एउटा मनमा हुन्छ कि आइएम भिगन आइएम डुइङ समथिङ फर एनिमल्स एन्ड द्याट्स अ बिग थिङ फर मी सो त्यसले पनि मेरो एउटा पर्सनालिटीमा एउटा चेन्जेस ल्यायो है कि मैले अब दुनियाँले कसरी देखौँ कसरी मैले चाहिँ अब डिफ्रेन्ट पोइन्ट अफ भ्यूले हेर्न खोजिरहेको छु म अझै सो आई थिङ्क देयर आर सम क्वाइट फ्यु चेन्जेस some are good and less are bad but because when I turned vegan so many friends of mine मसँग अब जानको लागि अब अलिकति अप्ठ्यारो मान्ने किनभने अब म चकलेट खाँदैन दुध खाँदैन यो खाँदैन त्यो खाँदैन so it was quite hard for me to go with them and have fun because they usually bring like non-vegan foods अनि भन्थ्यो कि खाउन के हुन्छ यो अलिकति खाँदा के हुन्छ होला but yeah it was kind of hard at that point तर मलाई लाग्छ अब बिस्तारै अब किनभने हामी एज अ ह्युमन बिङ मलाई लाग्छ हामी एउटा बुझ्ने मान्छेहरू बुझ्ने जीवहरू छ सो हामी बिस्तारै हाम्रो मोरल प्रोग्रेस भइरहेछ सो मलाई लाग्छ कि अब त्यो दिन धेरै दूर छैन जब कि हरेक मान्छेले यो बुझ्नु सक्छ कि एनिमल्स आर लाइक अस थ्याङ्क यू सो मच हजुर सर म त्यस्तो दुध भनेपछि हुरुक्क हुने मान्छे फेरि प्याकेटको दुध होइन गाईबस्तुकै दुध चाहिन्छ मलाई चाहिँ अरू त्यतिखेर र मेरो आशुतोष छोराले जब भन्यो यस्तो मामु तपाईँ हेल्थको लागि पनि नखानुहोस् है भन्दाखेरि मैले चट्टै छोडेँ म उसलाई धेरै धन्यवाद दिन्छु जसले मलाई भिगन बनायो आशुतोष बाबा थ्याङ्क यू सो मच र मलाई गर्व लाग्छ र सबैजनाले भन्नुहुन्छ भिगन भएपछि के खानेकुरा दिने जे दे पनि हुन्छ माछा मासु अन्डा र दुधका आइटम बाहेक जे पनि मलाई मन लाग्छ खानलाई मलाई अब मैले काम गर्ने मेरो डिफ्रेन्ट फिल्ड जहाँ कि अब त्यो चाहिँ ग्ल्यामर क्षेत्र भनिन्छ होइन त्यो ठाउँमा पनि भेजिटेरियनहरू हामी 4-5 जना छौँ मसँग काम गर्ने जुन म अहिले बुहारी सिरियल गरिरहेको छु त्यो सिरियलमा काम गर्ने 4-5 जना भेजिटेरियन हुनुहुन्छ र म भिगन छु त्यहाँ खानेकुराहरू चाहिँ खान्छु बाँकी उहाँहरू चिन्नुहुन्छ बुझ्नुहुन्छ र मलाई कर गर्नुहुन्न हस् धन्यवाद अब हामीले हजुरहरूको प्रोफेसनबाट धेरै कुराहरू सुन्न पायौँ हजुरहरूको एक्टिभिजम फिल्डमा पनि कसरी लाग्नुभयो त्यो बारेमा पनि धेरै कुरा सुन्न पायौँ यदि कोही हुनुहुन्छ जो चाहिँ भिगनिजमको बारेमा भर्खरै सुन्दै हुनुहुन्छ यसको बारेमा अझै बुझ्न मन छ र लाग्न मन छ भने चाहिँ तपाईँ के मेसेज दिन चाहनुहुन्छ उहाँहरूलाई मलाई एउटा म्युजिकको एक्जाम्पल दिन मन थियो कि कस्तो भन्दाखेरि आई थिङ्क भिगनिजम चाहिँ एउटा स्ट्यान्ड अलोन भन्दा पनि अरू सब कल्चरहरूमा पनि इम्बिड हुनसक्छ जस्तो लाग्छ होइन जस्तो मलाई एउटा म्युजिकको एक्जाम्पल चाहिँ मैले प्रिपेयर गरेर आएको थिएँ जस्तो के छ भन्दाखेरि एउटा पङ्क भन्ने एउटा मुभमेन्ट छ होइन अनि तपाईँको अनि हार्डकोर भन्ने एउटा मुभमेन्ट छ उहाँ चाहिँ कस्तो छ भन्दाखेरि यो चाहिँ त्यही म्युजिक अघि मैले सुरुमा कुरा गर्दा एकदमै सोसाइटीसँग डिससेटिस्फ्याक्सन सिस्टमसँग डिससेटिस्फ्याक्सन भएको कुराहरू चाहिँ आफ्नो रिस चाहिँ उनीहरूले चाहिँ त्यो कन्सर्टमा गएर पोख्थ्यो कि सो उहाँहरूले चाहिँ के भएको थियो भन्दाखेरि सुरुमा चाहिँ उहाँहरूले के पनि गर्नुभयो भन्दाखेरि एज अ क्रिटिकल थिङ्कर आफ्नो म्युजिकमा चाहिँ म्युजिकबाट म सोसाइटीलाई चेन्ज गर्छु भन्ने यो जनरले चाहिँ के गर्यो भन्दाखेरि एउटा स्ट्रेट एज भन्ने एउटा कल्चर निकाल्यो होइन सो स्ट्रेट एज भन्ने कल्चरलाई चाहिँ एउटा उनीहरूको एउटा सिम्बल चाहिँ 3टा एक्स छ कि एक्स 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 छ होइन त्यो चाहिँ के हो भन्दाखेरि हामी म्युजिक गर्छौँ तर हामी चुरोट पिउँदैनौँ होइन चोट तान्दैनौँ हामी रक्सी खाँदैनौँ र हामी ड्रग्स गर्दैनौँ भन्ने कि किनभने यस्तो म्युजिक भन्दाखेरि तपाईँको त एकदम त्यो सोध्छ नि त अहिले पनि तपाईँको कतै थमेलमा या कतै जानुभयो भने त्यहाँ इभन अडियन्स पनि म्युजिसियन्सहरू पनि धेरैजनाले तपाईँको एल्कोहलहरूमा इन्डल्जहरू भइरहेको हुन्छ होइन तर यो म्युजिकल थियो उनीहरूले चाहिँ के भनेन होइन हामी यस्तो यो जति पनि सोसाइटीको यो नराम्रो पार्टहरूलाई चाहिँ हामी सिक्दै होइन हामी यसको गर्छौँ भने अनि उहाँहरूकोमा चाहिँ एन्टी करप्सनवाला होइन या वातावरणको बारेमा राम्रो होस् भनेर कुराहरू गर्थ्यो तर यस्तो उहिले जमानादेखि नै के इभल्भ भएको रहेछ भन्दा त्यतिखेर भिगनिजम एज अ कन्सेप्ट चाहिँ त्यति उहाँहरूसँग नहुँदाखेरि उहाँहरूले चाहिँ एउटा हामी एटलिस्ट भेजिटेरियन हुनुपर्छ होइन जनावरहरूलाई नै यस्तो दुःख हुन्छ भन्ने
त्यो कल्चरले चाहिँ एउटा म्युजिकल कल्चरमा पनि त्यो एउटा आएर जोडियो कि अनि अहिले आएर परिवर्तन गरेर चाहिँ तपाईँको ट्रिपल एक्सको सट्टा चाहिँ XVX भनेर चाहिँ युज गर्छ कि सो त्यो बिचको भी भनेको चाहिँ भिगन हो होइन सो पहिला चाहिँ स्टेट एज को भन्थ्यो भने चाहिँ अहिले चाहिँ भिगन स्टेट एज भन्छ कि होइन सो यो कस्तो भन्दा यो उहाँ चाहिँ एउटा कल्चरमा चाहिँ हामी सबै अपरेसनसँग हामी स्ट्यान्ड गर्छौँ भन्दा अब अलिकति ढिला पनि आइपुग्यो हो तर त्यो भनेको जति ढिला पनि हाम्रो त्यो यो राम्रो कुरा हो नि त होइन यो त्योमा चाहिँ कसरी त्यहाँबाट आइपुग्यो भन्दाखेरि कतिजना त्यतिखेर पहिल्यैदेखि नै भेजिटेरियनहरू थियो उहाँहरू पनि अब सजिलो भइसकेपछि उहाँहरू भिगन हुनुभएको हो कि यो म्युजिसियन्सहरू त्यतिखेर कन्सर्टहरू जाँदाखेरि उहाँ लिटरली नुडल खाने होइन नुडल अब त्यो अब आफै तपाईँको के भन्ने यस्तो बिन्सहरू गरेर होइन तपाईँको त्यो सपिङ सेन्टरमा गएर एउटा बिन्स निकाल्ने खाने त्यही किन रेस्टुरेन्टमा पनि खानै मिल्दैन थियो कि सो एज अ कल्चर यस्तोहरूमा उहाँहरूले इम्पिड गर्न थाल्यो भने चाहिँ इट बी लट इजियर किनभने जति पनि हामीले चाहिँ अब जस्तो अब अहिले करप्सनको होला रेपको कुरामा होला यसमा हामी अरूहरूको अधिकारमा हामी गर्दैनौँ भन्दाखेरि उहाँहरूसँग चाहिँ उहाँ आई थिङ्क दे विल बी मोर प्रिपेयर्ड टु एक्सेप्ट भिगनिजम किन उहाँहरूले चाहिँ अलरेडी एउटा आधा त्यो छ नि त लाइक उहाँहरू कस्तो भने अलरेडी तपाईँको इन्जस्टिससँग स्ट्यान्ड गर्दाखेरि यो पनि कुराहरू उहाँलाई अवेर गरिदियो भने लट इजियर हुन्छ सो यसलाई एज अ कल्चर चाहिँ यसरी अरूसँग नि इम्बिट गर्दै होइन यस्तो यस्तोमा अब तपाईँ हामीले गर्न थाल्यो भने चाहिँ आई थिङ्क देयर इज अ गुड फ्युचर अनि अफकोर्स अब हामी आर्ट पनि जोडेर होइन जेमा पनि आर्ट त त्यहाँको कम्प्याटेबल भइ नै हाल्छ होइन सो जस्तो अब भोलि गएर के हुनसक्छ ल अब जस्तो म क्लाइमेट चेन्जको कुराहरूमा पनि त एकदमै धेरै आर्टहरू युज हुन्छ त्यस्तोमा सानो अलिकति तपाईँले यसको नि कुरा गर्नुहुन्छ यसको नि कुरा गर्नुहोस् यो अनरिलेटेड पनि छैन फेरि हाम्रो यो भिगनिजम भनेको जेसँग नै टाइड अप हुन्छ अब तपाईँको ग्ल्याम इन्डस्ट्रीमा छ भने तपाईँको लुगाकै कुरा हुनसक्छ होइन अब यहाँ तपाईँको डिजाइन अब ग्राफिक डिजाइनको कुराहरूमा भन्दा पनि तपाईँको इभन त्यो कलर्सहरू होइन त्यस्तोमा पनि कति कलर्सहरू भिगन हुँदैन कति कलर्सहरू हुन्छ एक्सट्र्याक्सनको कुराहरूमा हुन्छ होइन यस्तो धेरै कुराहरू छन् सो यसरी कल्चर सँगसँगै लाग्दाखेरि चाहिँ आइएम भेरी होपफुल होइन म चाहिँ जस्ट बिङ माइसेल्फ नै आई थिङ्क इच वान अफ अस इज अ ब्रान्ड एम्बेसडर आफ्नो फिल्डमा हामी जहाँ पनि गर्छौँ होइन तपाईँलाई भर्खर तपाईँको 12 सकेको छ ब्याचलरमा जाँदाखेरि तपाईँ एकजना भिगन हुन्छ तपाईँको सर्कल अवेर हुन्छ तपाईँको क्लास अवेर हुन्छ वी आर अलवेज द ब्रान्ड एम्बेसडर्स एभ्रिवेयर वी गो सो म चाहिँ इभन बिङ आवर सेल्फ होइन आई थिङ्क वी आर मेकिङ अ लट अफ डिफरेन्स जस्तो लाग्छ मलाई चाहिँ है ओके थ्याङ्क यू सो मच कृष्ण दाई सेम क्वेसन पास जान्छु यदि कोही भिगन हुन खोजिराख्नु भएको छ अरू भिगनिजमको बारेमा बुझ्न खोजिराख्नु भएको छ भने वाट मेसेज वुड यु लाइक टु गिभ टु जति बेला हामीहरूले सुरुवात गऱ्यौँ यो भिगनिजमको भेजिटेरियनिजमको एनिमल राइट्सको कुराहरू त्यति बेला हामीहरूसँग इन्फर्मेसन भन्ने कुरै थिएन कतै कतै किताबहरू पढ्न पाइन्थ्यो र कतै कतै धार्मिक गुरुहरूले भन्ने गर्नुहुन्थ्यो तर अहिले चाहिँ अब हामीसँग लट अफ इन्फर्मेसन सोर्सेसहरू छ होइन सोसियल मिडियाहरू छ अब त्यो खोजेर युट्युबभरि हामीले पाउँछौँ हेल्थमा के बेनिफिट छ भिगन हुँदाखेरि प्लान्ट बेस्ड डायटमा हामीलाई के बेनिफिट छ भन्ने कुराहरू धेरै कुराहरू हामीलाई थाहा छँदैछ खोज्ने यो जीवन भनेको सत्यको खोजी गर्ने अवसर हो होइन हामीले पशु रूपमा हामी जन्मिन्छौँ त्यति बेला हामीलाई चेतना हुँदैन दया माया करुणा हुँदैन होइन घिन हुँदैन लाज हुँदैन बिस्तारै विकसित भएर अहिले यो अवस्थासम्म आइपुगेका छौँ र अनि यहाँबाट पनि अझै सचेत हुनु जरुरी छ नि त अनि हामीले यो हिपोक्रेसी म मन पराउँदिनँ हिपोक्रेसी त्याग्ने बित्तिकै यो सबै आफै भइहाल्छ क्या अब हामी न्यायवादी भन्ने आफूलाई धार्मिक भन्ने अनि आफूलाई समानतावादी भन्ने तर चाहिँ मासु खाने त्यो त मेल खाँदैन होइन त्यसरी आफूलाई तुलना गरेर त्यो आफूलाई चिन्ने भन्छ नि आफू अब मान्छे जन्मिँदाखेरि प्रकृतिले मान्छेलाई चाहिँ फ्रुटेरियन भेजिटेरियन बनाएर जन्माइरहेछ भने अब मान्छे चाहिँ नन भेजिटेरियन खानेकुराहरू खाँदाखेरि चाहिँ अब त्यसले आफूलाई आफ्नो समाजलाई आफ्नो शरीरलाई आफ्नो परिवारलाई आफ्नो रिलेसनहरूलाई यो जुन दिने नकारात्मक असरहरू छ अनि हाम्रो समाजप्रति हाम्रो जुन दायित्व छ त्यसप्रति पनि हाम्रो होइन यो विश्वकै यो संरचना आयु यो विश्वको वातावरण शान्ति सौहार्द यो मतलब सद्भाव यिनीहरूलाई पनि जुन नकारात्मक असर गरिरहेछ त्यसमा हामीले केही न केही एक थपा भने पनि हामीले राम्रो काम गर्न सकिन्छ अथवा त्यसमा त्यो हिंसाको कार्यमा चाहिँ आफू सहभागी नहुनु पनि ठुलो एउटा योगदान हो भनेर बुझ्नुपर्छ र हिपोक्रेट अब यो द्वैत चरित्र चाहिँ बाट चाहिँ म मुक्त हुन्छु भन्ने बित्तिकै मान्छेहरू भेजिटेरियन कि त आफू म हिंसावादी नै हो भन्छ कसैले या चाहिँ म न्यायवादी हुँ म समानतावादी हुँ म धार्मिक हुँ भन्ने हो भने चाहिँ त्यो मान्छेले तुरुन्तै यो सबै कुराहरू त्याग गरिहाल्छ किनभने त्यहाँ हिंसा छ
भन्ने कुरा जानिन्छ र त्यसरी अनि अब चेन्ज हुनलाई अब केही गाह्रोहरू हुनसक्छ खाना सुरुमा तर त्यसको लागि मान्छे घोषणा गरेर अग्रिम घोषणा गरेर ल म यो दिनबाट यो अवसरबाट जस्तै आज भिगन डे छ होइन आजको दिनबाट म भिगन हुन्छु भनेर कसैले गर्यो उद्घोष गर्यो आज अहिले त अब सोसियल मिडिया छ होइन सोसियल मिडियाहरू लेखिदिने ल आजबाट म चाहिँ शाकाहारी हुन्छु आजबाट म भिगन हुन्छु भनेर राख्यो भने भोलि अब उसको सर्कल त्यही अनुसार बन्दै जान्छ अनि त्यो बिस्तारै अर्को सर्कल छोडेर अथवा त्यो पुरानै सर्कलमा भयो भने पनि मान्छेले यो चाहिँ भिगन भयो यसलाई चाहिँ यो कुराहरू अभोइड गर्छ उसले चाहिँ उसलाई यो कुराहरूमा वातावरण बनाइदिनुपर्छ भन्ने कुराहरू बुझ्छ अहिलेको मान्छेले चाहिँ पहिला चाहिँ मान्छेले खानै पर्छ भनेर भनिरहन्थ्यो होइन तर अहिले चाहिँ ऊ चाहिँ यस्तो खाना खान्छ उसलाई चाहिँ यो खाना दिनुपर्छ यस्तो खालको वातावरण उसलाई दिनुपर्छ भन्ने कुरा पहिले बुझिहाल्छ त्यसले गर्दाखेरि अहिले अलिक सजिलो छ त्यो घोषणा गरेर गयो भने हामीलाई सजिलो हुन्छ र हामी सबैलाई थाहा छ अब प्लान्ट बेस्ड खाना भनेको अब हामीले नन भेजिटेरियनले पनि खाने खानाहरूमध्ये अब लगभग 98% खाना त प्लान्ट बेस्ड नै हुन्छ त 2% खाना छोड्दैमा उसलाई केही फरक पर्दैन त्यस्तो लाग्छ मलाई चाहिँ धन्यवाद सरिताजीलाई पनि म सेम क्वेसन पास गर्न चाहेँ यदि कोही भिगन हुन खोजिराख्नु भएको छ भने उहाँलाई के सन्देश दिन चाहनुहुन्छ भिगन हुन यदि चाहनुहुन्छ भने त्योभन्दा राम्रो कुरा सायदै अरू केही होला भिगन भनेको सम्पूर्ण प्राणी जगतको एउटा ठुलो उदाहरण हो भिगन हुनलाई त्यस्तो ठुलो केही पनि गर्नु पर्दैन तपाईले म र यी प्राणीमा के फरक छ म र मेरा सन्तान अनि यी प्राणीमा के फरक छ त्यति सोच्नुस् केही पनि फरक छैन है ठुलो कुरै होइन दुध दही छोड्नलाई कुनै पनि त्यो ठुलो कुरा होइन मलाई त म नै बिर्सिन्छु म भिगन हो भनेर म त्यस्तो ठुलो के त्यस्तो होइन एकदम सामान्य जस्तै तपाईलाई दुध दहीहरू खान मन लाग्छ भने घरमै अहिले त मजाले बनाउन सकिन्छ हेल्दी कुरा जस्तै दुध खान मन लाग्ने पिनटहरू छ होइन काजुहरू छ नरिवलहरू छ यस्तो राम्रोसँग खानेकुरा बनाउन सक्छौँ नि कसैलाई दुःख नदिकन कसैको खाना नचोरिकन कसैलाई नराम्रो नगरिकन तपाईहरू भगवानको अंश हो भगवान हो तपाईहरू जब भगवान हामीले अर्को भगवान ठुलो भगवानलाई पुकार्छौँ भने ती पशु प्राणीले त हामीलाई पुकार्छन् नि हामी उनीहरूको रक्षा गर्नुपर्ने उल्टो हामी उनीहरूलाई मार्न तयार हुन्छौँ खान तयार हुन्छौँ त्यसो हो भने त के हाम्रो बच्चाहरूलाई पनि मार्ने त त्यही बच्चा जस्तै होइन ती पशु प्राणीहरू अलिकति सोच्नुहोस् तपाईँ आफ्नो स्वादको लागि शक्तिको लागि कसैको बच्चा मार्नुहुन्छ त्यो त ठुलो अपराध लाग्छ होइन र हामी विभिन्न युगको कुरा गर्छौँ सत्ययुग द्वापर युग त्रेता युग अनि कलियुग तपाईको सोचले नै तपाईँ कुन युगमा हुनुहुन्छ भन्ने कुरा तय गर्छ तपाईलाई सत्ययुगमै जन्मिनु पर्दैन यो कलियुगमा पनि तपाईँ सत्ययुगको राम जस्तो बन्न सक्नुहुन्छ तपाईले ठुलो त्यस्तो केही गर्नु पर्दैन मात्र आफूभित्र दयाको भाव जगाउनुहोस् र सबै प्राणीलाई समभाव राख्नुहोस् तपाईँ गहिरेर हेर्नुहोस् त ती पशु प्राणीका चित्कारहरू तिनीहरूका पीडाहरू तिनीहरूका घाउहरू तपाईलाई रुन आउँछ त्यो तपाईले बुझ्नुभयो भने तपाईको मन बसमा हुँदैन चिच्याएर रुन मन लाग्छ तपाईलाई म त तपाईहरू सबैमा भगवान देख्छु र मेरा भगवानहरू क्रूर हुन सक्दैनन् नहुन् भिगन तपाईको जीवन हो र तपाईँ भिगन हुनुपर्छ जस्तो मलाई लाग्छ म भिगन छु म हेल्दी छु हेर्नुहोस् त म हेल्दी छु आजसम्म पनि मैले त्यस्तो औषधि कहिलेकाहीँ सर्दी लाग्दा खान्छु होला ज्वरो आउँदा खान्छु होला नत्र मलाई त्यो औषधि प्रयोग गर्नु परेको छैन अहिलेसम्म म हेल्दी छु
तपाईँ पत्याउनुहुन्छ नपत्याउनुहुन्छ, म अहिले 45 प्लस भइसकेँ, म हेल्दी छु। त्यही भएर हेल्दी हुनको लागि पनि तपाईँले भेजिटेरियन भन्दा पनि भिगन हुन एकदमै जरुरी छ। भेजिटेरियन पनि हुनुहोस् र भिगन हुनुहोस्। यदि आफूलाई माया गर्नुहुन्छ र आफन्तलाई माया गर्नुहुन्छ, आफ्ना सन्तानलाई माया गर्नुहुन्छ भने अर्काको सन्तानलाई पनि माया गर्नुहोस्। हेल्दी हुन जरुरी छ। भिगन बन्नुहोस्। यो तपाईँको जीवनको महत्त्वपूर्ण निर्णय हो। यो जस्तो निर्णय तपाईँले सप्ताह लगाए बराबरको निर्णय हो। तपाईँहरूलाई स्वागत छ। ठुलो कुरा छैन। भिगन बन्नलाई त्यति धेरै महाप्रलय छैन। मैले क्विक एकैछिनमा छोडिदिएँ, मलाई मिठो लाग्थ्यो। कतिपय कुरा भनिन्छ नि, लत नलगाउनु, कुनै पनि कुराको लत नलगाउनु। सायद मेरो लत भए पनि मैले छोडिदिएँ। त्यो लत थियो मेरो दुध र भात। अरूमा मलाई त्यति रहर थिएन, तर दुध भात मलाई असाध्यै मनपर्ने थियो। त्यो कुरा अहिले पनि मलाई थाहा छ, तर अहिले मलाई दुध भात खाइहालौँ जस्तो चाहिँ लाग्दैन, किनभने मैले दुध बनाउँछु। के कुराबाट दुध बनाउँछु, दही पनि बनाउँछु। जस्तै पिनटहरू भए, नरिवेल भए, सजिलो छ। आजभोलि त गुगल गर्नुहोस्, यति सजिलो छ भिगन उत्पादनहरू खानलाई, सजिलो छ। भिगन हुनु धेरै ठुलो कुरा छैन। यो तपाईँको यो यज्ञ बराबर हो, तर ठुलो पनि हो। तपाईँले सोच्नुभयो भने यो ठुलो छैन होइन, तर यो साँच्ची नै ठुलो कुरा हो। हस्, धन्यवाद। अब रविलाई सेम क्वेसन। ओके, मेरो एकदम सर्ट होला। ल, यदि यहाँ भएको सबैजना जुनले भिगन टर्न हुनु मन छ भने तपाईँले एउटै कुरा मात्रै गर्नुपर्छ। तपाईँले यहाँ भएको जति पनि रेस्टुरेन्टहरू छ त्यहाँ एकचोटि जानु होला अनि खानुहोस् होला, अनि त्यसपछि तपाईँहरूले स्योर भिगन टर्न हुनु मन लाग्छ या भिगन टर्न हुनु सक्नुहुन्छ। सो प्लिज, थ्याङ्क यू। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। अब हामी हाम्रो समयको अन्त्यमा आइसक्यौँ। सो थ्याङ्क यू एभ्री वान फर गिभिङ यर टाइम, सेयरिङ यर एक्सपर्टिज। तपाईँहरूले जुन तरिकाले हामीलाई एक्सप्लेन गर्नुभयो भिगनिजमको बारेमा र आफ्नो फिल्डको बारेमा, आई थिङ्क कतिजनालाई चाहिँ इन्सपिरेसनल नै लाग्छ होला त्यो, किनभने हामी सबै डिफ्रेन्ट फिल्डमा भएर पनि आफ्नो कामहरू गर्दाखेरि हामीलाई भिगनिजम भएर इम्प्याक्ट पर्नुको सट्टामा झनै सजिलो भइरहेको छ, झनै होइन हामीले अरू मान्छेहरूलाई पनि इम्प्याक्ट पार्न हेल्प गरिरहेको छौँ। सो त्यो सुनेर धेरै मान्छेहरूलाई चाहिँ अलिकति आउँछ होला त्यो करेज टु मुभ फरवर्ड टु द नेक्स्ट स्टेप। यति भन्दै आजको हाम्रो यो प्यानल सेसन चाहिँ यहीँ नै एन्ड गर्न चाहन्छु। थ्याङ्क यू एभ्री वान। थ्याङ्क यू।